ब्रेकफास्टको टाइम सुरु भइसकेको छ। यहाँको ब्रेड है भित्र ओलिभ जस्तो छ हैन। यहाँको ब्रेकफास्टमा कस्तो हेल्दी हो क्या यार। चिनी त हाल्नै पर्यो हैन। क्रोसन छ टक्क स्पाइसेस उज्बेकी स्पाइसेसहरू छ यहाँ टक्क लगाएर। अनि त्यसपछि दाल पनि रहेछ हो मेट। लेन्टिल सुप रे हौ। हेर न यहाँ पछाडि छ अनि सुगरहरू ड्राई फ्रुट्स चाहिँ हैन almonds, pickle, rice cake, everything. What's up? Good morning. Good morning. सुत्यो त मजाले के भयो रे यस्तो राम्रो खानाले पनि डाइरिया भयो तिमीलाई पचेन छ म यहाँ फुड रिभ्यू बनाउँदैछु कि तिमीहरू पहिला हाल त्यसपछि मुकेश यहाँ हाल्दैनौ यो चक्लेटहरू सिरपहरू जाम मिठो लाग्दैन है झन् यहाँ रहेको छ अनि त्यसपछि हाम्रो फ्रेन्च टोस्ट अनि अमलेट हाम्रो अमलेट बनाउँदै हुनुहुन्छ दुईजना राम्री दिदीहरूले यहाँको कस्तो हुन्छ नि कति संस्कारी त्यो हुन्छ कि संस्कारी लुगाहरू यताउता होइन म्यान्डेरिनहरू एप्पल्स सिरियल बाउ जुन चाहिँ म कहिले पनि खाने छैन होइन यहाँ पनि रहेछ के रहेछ भन्दाखेरि got some eggs boiled eggs म यहाँको खानु पर्यो यहाँ अन्डा रहेछ नि त सबै हाम्रो केटाहरू ब्रेकफास्ट खान बसिरहेको छन् त्यसपछि यहाँको चिजको भेराइटी देखाउँछु है म लुक एट दिस चिज यो नि चिज यहाँ अलिक कम भएर रहेछ दिस इज अल्सो चिज 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 यहाँ रहेको छ ससेसहरू चिज 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 There's some more salads. एकदमै हाम्रो यहाँ ब्रेकफास्ट चल्दैछ हामीहरू चाहिँ टक्क ब्रेकफास्ट खाएर यसो बाहिर मलतिर सपिङ गर्नुपर्छ भनेर निस्केको मेरो साइडमा छ रेक्स अनि मुकेश अनि अगाडि छ पिसिएस पिसिएस उसको स्टाइलै छुट्टै छ अरे होइन अनुहार देखाउन लाज लाग्छ अरे होइन ल्याङ्ग्वेज ब्यारियर एकदम छ यार पुलिसको गाडी जस्तो ल्याङ्ग्वेज ब्यारियर एकदम छ यहाँ मान्छेहरूले अब इङ्ग्लिस बुझ्दैन किनभने आफ्नै भाषा प्रायोरिटी दिएर बोलिरहेको हुन्छन् होइन तर फ्यु अफ देम मान्छेहरूले चाहिँ बोल्छ बुझ्छ नबुझ्ने मान्छेहरूले चाहिँ अब फोन ट्रान्सलेट तर बुझ्ने मान्छेहरू पनि छ गाह्रो चाहिँ छ अब हामीलाई उनीहरूको भाषा आउँदैन त्यही भएर इङ्ग्लिस नै आउँदैन नि के को होइन त्यो मान्छेहरूलाई pretty good first experience land global event नयाँ ठाउँ सबै very exciting हामी आइसकेका छौँ तास्केन्त सिटी मल यो मल चाहिँ दामी छ जस्तो छ यसो हेर्दा चाहिँ अनि तिम्रो बिहेको लागि रेन्ट त त्यो तिम्रो बिहेको लागि रेन्ट त त्यो सही रहेछ है यो चाहिँ मलाई यो चिज चाहिँ मन पर्यो है हल्का हामी आइसकेका छौँ ओके हाम्रो यहाँ सेक्युरिटी हुनु चार्ज हुँदैछ ओइ रोल्स रोइस रहेछ नि त यहाँ ड्याङ लुक एट दिस ब्युटिफुल पिस अफ आर्ट अनि औकात से बाहर है भाइ औकात से बाहर है भाइ there go is G wagon त्यसको पछाडि नि छ BMW को यसको कार्बन फाइबर हेर न यहाँ ओए लिटरली
Another beautiful piece. Look at this Corvette यार. कसम बैट मोबाइल जस्तै छ यार. Brother, this beautiful piece. हामीहरु चाहिँ यता टक्क सपिङ गरेर फर्किरहेछौँ भेन्यूतिर. है मुकेश. गुड आफ्टरनुन सबैजनालाई. यति बेला चाहिँ यहाँको 6 बजेको छ उज्बेकिस्तान तास्केन्ट हाम्रो उन्हाम होटलको अगाडि छौँ हामी. हामी चाहिँ T2K स्पोर्ट्सको प्लेयरहरुलाई भेट्न जाँदै छौँ अब. एउटा स्ट्रीट फुड हुन्छ नि त्यहाँ. हो त्यहाँ भेट्ने भन्ने कुरा भएको छ हाम्रो T2K स्पोर्ट्सको प्लेयरहरुसँग. सो या देख तिमी कहाँ गरे? बिहारको हैन? यसो बिहारी जलाइन. यो चाहिँ तास्केन्टको पाउरोटी. दाजु कता भाग्दै हो दाजु? त्यस्तो बासा आउने पाउरोटी लिएर तर कस्तो खुल्ला गरेर लाग्यो. हामी अब गाइजहरु हामी चाहिँ आइसकेको छौँ T2K स्पोर्ट्सको प्लेयरहरुलाई भेट्न हैन. यहाँ भेट्ने भन्ने कुरा भएको थियो. यो चाहिँ यहाँको एउटा मार्केट जस्तो रहेछ हैन. भित्र खाना मिल्ने अनि शपिङ मार्ट जस्तो टाइपको. यतिखेर यहाँ सनसेट भइसकेको छ. र भ्यू एकदम बिजी छ भनौं. माथिको वेदर एकदम राम्रो छ. ए सबै बन्द छ है क्या हो? अच्छा लोकल मार्केट रहेछ. ओइ कडक कस्तो कडा स्मेल हो. बिफ अर्गेन. गाइजहरु यो चाहिँ घोडाको मासु है. देख्न सक्नुहुन्छ घोडा यहाँ छ. यो चाहिँ घोडाको मासु लोकल मासु यहाँको. अनि ओइ कस्तो गरेर स्टोर गरेर राख्दै रहेछ यार. दामी है. घोडाको मासु नि देखियो है. हामीले चाहिँ यहाँ T2K को प्लेयरहरुलाई भेटिसकेका छौं. हाम्रो लभ दाइ र इग्नेस म त छ अगाडि हैन. हेलो सिस्टर. गुड आफ्टरनुन गुड इभिनिङ खै के हो? हामीले यहाँ इग्नेस ब्रदर र T2K लभ दाजुलाई भेटिसकेका छौं. के छ यार? लङ टाइम दाइ. सन्चै दाइ. ल म यहाँ T2K स्पोर्ट्सको म्यानेजरसँग हैन हाम्रो म्यानेजर महारानी दिदीसँग भेटेको छु. के भन्न चाहनुहुन्छ दिदी? के न के घुमिरहेछ. हेरौँ आज एक दिन घुम्न पाउने. भोलिबाट गेम छ. गेममा बिजी हुन्छ. बिहानदेखि बेलुकासम्म निस्किन पाउन्न. अब आज जति भ्याउँछ घुम्ने. अनि त्यसपछि भोलिबाट गेममा फोकस. घोडाको मासु त खाना आउनु भएन नि? खाएन. बिहान झन्डै झुक्केर समोसा भन्दै गएको त बिफ रे. अनि त्यसपछि फेरि छोडिदिएको मैले. यहाँ मलाई सबजना रुच्दै खै भनिरहेको थियो कि अघि लाइभमा हैन. कहाँ छ भनिदिनु पर्यो दिदी. रुल्स त रुममै छ. सुतिरहेछ रेस्टै पाएन भनेर. अनि त्यो एकछिन यसो आजको त्यो उज्बेकको टिमहरुको लाइभ हेर्दै उनीहरुको अलिअलि यसो गेमहरु हेर्दै छ. बिकज हाम्रो लागि त फर्स्ट त्यहाँदेखि नै आउँछ नि त 4 वटा टिम. तिनीहरुको त केही थाहा छैन हामीलाई रोटेसनहरु ड्रपहरु. अनि त्यही अब अहिले लाइभमा हेर्दै चिलमा बेडमा ढलेर हैन. त्यही हो. भनेपछि अब हाम्रो प्लान भनेको ट्रफी उठाउने देशलाई नि. प्लान त त्यही छ गरे. हेरौँ कति किस्मतले लकले कतिको साथ दिन्छ. हान्नै पर्यो नि. परो दुईटा नेपाली टिम आछ हैन यसपालि ग्लोबल उसमा. उहाँ चाहिँ हाम्रो T2K स्पोर्ट्सको हैन म्यानेजर दिदी. म चाहिँ
फिफ्थ प्लेयर पनि कहाँ बिर्सेको फिफ्थ प्लेयर T2K को मात्र हो र AST अझ के अरे पहिला फ्यापफो पहिला त सबै टिम खेलाएको मान्छे हो नि अहिले 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 खेलाउनु है नै अहिले यही T2K AST RD मात्र है तीनटा टिम है पैसा छापे खाने टिम अनि नाइस म चाहिँ पत्रकारै भएको छु हो यहाँ आएर अब म चाहिँ बाटोमा हिँडिरहेको थिएँ होइन यो बाटो हिँड्दा हिँड्दा यो ठाउँ देखेँ होइन कस्तो मल जस्तो हो दामी छ त हो रातिको टाइममा भएर अलि लाइटिङ छैन तर त्यसको पछाडि पनि केही आर्किटेक्टहरू अति राम्रो छ दिस प्लेस यस्तो राम्रो यार हाम्रो भन्नै पर्दा यो स्ट्रिट चाहिँ छ नि हाम्रो देशको त्यो के अरे डेभलप कन्ट्री जस्तो क्या हुन्छ नि हाम्रो देश पनि विकसित भने यस्तै हुन्थ्यो होला क्या किनकि हाम्रो देश पनि नर्मली स्ट्रिटहरू यस्तै छ नि त अनि विकसित भयो भने यस्तै भइदिन्थ्यो होला क्या के गर्नु छैन अब के गर्नु होपफुली वान डे विकसित छ यार देश अति नै त्यही यहाँको ड्रेसअप संस्कारी कि एकदम केटी मान्छेहरूको लुगा चाहिँ यो चाहिँ यहाँको मिलिट्रीको रहेछ है सिओडी स्वाट फोर्स जस्तो टक्क लगाएर फ्री इन्टरभ्यू हो क्या कसम ल अब हेर्नु होइन चिल हो क्या दाइ दियो भनेको ल ल दाइ भन्नुहोस् पैसा लिने हो अब होइन हामीसँग इङ्ग्लिस पनि छ है भन्नुहोस् हाम्रो यसपालिको के रहेको छ त प्लान के गर्नेछौँ त हामी बिटी हाने है ल हाम्रो इङ्ग्लिसले सोधौँ है त कसम राम्रो एन्सर दियो है पहिला भोक लगाइरहेको छ अरे यार लास्ट बिटी रहेछ यार हामी चाहिँ अब बेन्टले होटेल जाँदैछौँ होइन टिम T2K लाई भेट्न लब्दाएर अब इङ्ग्लिसलाई चाहिँ भेट्यो अब रुच्दाएर भेटौँ भनेर होइन टक्क जाँदैछौँ यहाँ के हो यो बिल्डिङ यस्तो यार उज्बेकिस्तानको यु हो क्या Kalashish. Kalashish. Salam alaikum. Walaikum salam. There we go. ल गाइज हामीले फाइनली सबैजनाले भन्नुभएको मान्छेलाई भेटेको छौँ होइन हाम्रो रुज दाई हेलो हाम्रो T2K स्पोर्ट्सको IGL होइन हाम्रो नेपालको अब हुन्छ नि सबैजनाले मन पराएको सबैजनाको फेभरेट प्लेयर पनि होइन T2K रुज दाई हाम्रो XDRS रुज दाई के भन्न चाहनुहुन्छ तपाईँले के भन्नु अब PMG खेल्न आएको हो कि के हो हातमा अब डिभाइस पनि छैन ग्राइन्डिङ गर्न पाएको छैन राम्रोसँग अब होप्सो रिजल्ट अलि अब सोचे जस्तो पनि नआउन सक्छ किनकि हामीले अब हात पनि बसेको छैन नि त त्यो कारणले अब डर भन्ने चाहिँ त्यसमा भइरहेछ मलाई चाहिँ अरू त त्यस्तो खासै छैन कन्फिडेन्ट त अलवेज हो होइन हामी सक्छौँ अहिले चाहिँ सक्छौँ गरेर देखाउँछौँ यतिको कन्फिडेन्स आएपछि त अनि मान्छेलाई के चाहियो त तर डिभाइस चाहिँ पाएको छैन हामीले के खेल्न ड्राई रनको बारेमा पनि केही थाहा छैन ड्राई रनको बारेमा के थाहा भयो दाइ ड्राई रन चाहिँ अब यस्तो भयो किनकि जहिले पनि ल्यान्ड भएपछि भोलिपल्ट ड्राई रन हुन्थ्यो अनि योपालि चाहिँ के भन्छ PMGO को उज्बेकिस्तानको पनि भयो नि त अनि त्यो कारणले आज उज्बेकिस्तानको क्वालिफायर्स अनि भोलि चाहिँ अब ड्राई रन मेन गेमकै अगाडि ड्राई रन हुने भयो कि अनि त्यो कारणले चाहिँ हल्का गाह्रो पर्छ भन्ने टेन्सन हो अरू त त्यस्तो छैन रुजले हजुरलाई यसो हल्का क्वेसनहरू सोध्नु पर्यो होइन ल फर्स्ट क्वेसन है यदि तपाईँलाई 3 जना मान्छे होइन मरेको जिउँदै यदि त्यो मान्छेहरू छ भने हजुरलाई त्यो मान्छेसँग डिनर गर्नु छ भने त्यो मान्छे को होला र किन यदि 3 जना मान्छे छ अरे मरेको अथवा जिउँदै होइन त्यो मान्छेलाई हजुरलाई डिनर गर्नु छ अरे सँगै राति होइन र त्यो मान्छे को हुन सक्छ र किन हुन्छ ल भन्नु न त ल यस्तो त छैन यार खासै अहिले यस्तो कुरा त अब कस्तो भनौँ अब कोही इम्पोर्टेन्ट मान्छे भन्ने हो त्यसको लागि चाहिँ अब अहिले त्यस्तो इम्पोर्टेन्ट भन्नाले म अहिले करियरमा फोकस छु त्यो कारणले डिनर सिनर त्यस्तोमा फोकस छैन भनौँ न अनि खानामा होइन क्या ल्याउनमा फोकस हुनु मान्छ अनि यतिको त चाहिएन त दाइ अनि हजुरको अनि होइन सेकेन्ड क्वेसन है त हजुरको यसपालिको यो 2025मा हजुरको गोल चाहिँ के छ स्पोर्ट्स र हजुरको आफ्नो फ्युचर गोल चाहिँ के रहेको छ त हल्का भन्न चाहनुहुन्छ अब गोल त के भन्नु अब त्यही हो अब
एउटा एचिभमेन्ट पहिला गरिसक्यो हो अब अब धेरैजनाले भन्छ अब फेरि सक्दैन भनेर अब त्यही हो मलाई एकचोटि कमब्याक गरेर केही छाप छोड्न मन छ अब होप्सो सोचेको जस्तो राम्रो होस् अरू त त्यस्तो के भन्नु मैले त्यही कुरामा मैले जोडेँ त अब हल्का पर्सनली हुनसक्छ होइन के भन्दाखेरि हजुरले डिआरएस छोड्नुको मेन रिजन चाहिँ के थियो त के भन्न मिल्छ त डिएस छोड्नु मेरो रिजन होइन अब उतैबाट डिसिजन हो अब त्यो मैले सबै ठाउँमा नि भन्दै आइरह हो किनकि त्यसमा मेरो डिसिजन होइन उता टिमकै डिसिजन हो अनि त्यो सिम्पल यति नै सिम्पल गाइज यही हो एन्सर यही चाहिएको थियो नि यही हो एन्सर हाम्रो दाइले पहिला पनि गरेर देखाउनु भएको थियो र यसपालि दुईटा टिम रहेको छ होइन पिएमजिओको लागि T2K स्पोर्ट्स जुन हाम्रो #2 पहिला पिएमजिओमा भएको आइजिएल होइन त आइजिएल दाइ पनि हुनुहुन्छ र हाम्रो नेपेक्स स्पोर्ट्स जुन चाहिँ अहिले एक्सपिरियन्स त छैन तर जे होस् होप दुईटै टिमले एकदम राम्रो गरोस् भन्न चाहन्छु म होइन दुईटै टिमलाई सबैजनाले सपोर्ट देखाउनुहोस् र यति नै भन्दै आजको इन्टरभ्यू यति नै टुङ्गाउन चाहे मैले रुचाइसँग है त दाइ सबैजनाले माया देखाइदिउँ लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला है त थ्याङ्क यू गाइस ल वेट कहाँ सकिया छैन कहाँ गएको विपुल दाइ हाम्रो सबैजनाको फेभरेट हाम्रो कास्टर ज्यू हाम्रो कास्टर ज्यू दाइ के भन्न चाहनुहुन्छ र यसपालि हाम्रो ग्लोबल स्टेजमा दुईटा नेपाली टिम आउँदाखेरि हजुरलाई कस्तो लागिरहेको छ धेरै यत्रो फल हुन्छ नि अब नेपाली टिम जान नपाएको होइन अहिले चाहिँ अगाइसक्यो होइन सिरियस नोट ठिक छ नेपाली टिम्सहरू अब गर्छ केटाहरूले होइन अब धेरै जे होस् एक्सपेक्टेसन चाहिँ केही नराखिकन राम्रो खेलोस् दुइटै फाइनल पुग्नु पर्यो फर्स्ट त फाइनल पुगेपछि फाइनलमा देखा जाएगा हो कि जे हुन्छ 2 दिन हो होइन त्यो माथि स्म्याच रुल छ के थाहा मुम्बामा केटाहरूले ड्याम 80 पोइन्ट हान्छ भाट चिकेर हान्नु सकिहाल्यो होइन त्यही भएर फाइनलमा पुगेपछि चाहिँ इट्स एनी वान गेम हो जस्तो लाग्छ होइन ठ्याक्कैले जित्छ भन्दा पनि तर फाइनल पुग्नु चाहिँ मेन इम्पोर्टेन्ट हो अब हेरौँ के हुन्छ अब जस्तै अब हाम्रो प्लेयरहरूले अब डिभाइस पाएको छैन नि त त्यसमा चाहिँ के भन्न चाहनुहुन्छ त अहिले यसरी खेल्न पाएको छैन ड्राइरनको बारेमा थाहा छैन नि त हल्का त्यो त होइन यस्तो हो यो त जहाँको पनि ल्यान्डको अफिसियल जति पनि ल्यान्ड हुन्छ नि रुल नै यस्तै हो होइन भेन्यूमै मात्र डिभाइस एभाइलेबल हुन्छ न त ल्याउन दिन्छ न त त्योभन्दा अगाडि दिन्छ ड्राई रन चाहिँ मोस्टली एक दिन अगाडि हुने गर्थ्यो बट अब यसपालि टाइम नै यस्तो भयो आज उज्बेकिस्तान फाइनल चलिरहेको थियो त्यो भएकोले गर्दा भएन तर अघि मैले सोद्धाखेरि मलाई चाहिँ के भनेको थियो भन्दाखेरि भोलि जे होस् 4-5 घन्टा टाइम पाउँछ अगाडि भनेको छ कि आई थिङ्क 3टा ड्राई रनको म्याच छ 3टा टेस्ट म्याच छ भनेको टोटल 6 म्याच ल ड्राई रनको म्याच त गरेन भने पनि टेस्ट म्याच अरू 3टा हुन्छ त्योदेखि बाहेक पनि अगाडि कन्ट्रोल भयो जस्ट टन्नै टाइम पाउँछ भोलि 4-5 घन्टा किनकि हामी 11 बजीतिर गयो भने पनि 5 बजीतिर गेम सुरु हुन्छ सो त्यति बेरसम्मको लागि आई थिङ्क पाउँछ होला अब एडजस्ट गर्नु किनकि यस्तो हो कि मैले चाहिँ कसरी हेर्छु यसलाई भन्दाखेरि घरको कम्फर्टमा बसेर खेल्नु र ल्यान्डमा आएर खेल्नुको डिफ्रेन्स यही हो कि होइन बुट क्याम्पमा बसेर आफ्नो फेभरेट कुर्सीमा होइन कुर्सी के अरे काखमा सिरानी राखेर होइन कि त बिन ब्यागमा ढल्केर सबैले खेल्छ नि त अब यहाँ आएर चाहिँ प्रुभ हान्नु अथवा ल्यान्डमा आएर सबै च्यालेन्जेसलाई टेक ओभर गरेर प्रुभ हान्नु चाहिँ जस त्यो चाहिँ मेन हो होइन तर अब केटाहरूले गर्छ भन्ने आश छ अब दुइटै टिम खत्रै छ सुरु मेरो फर्स्ट लग हो नि फेरि होइन त अनि तपाईँले होइन अनि नेपालमा अहिले अब फ्युचरमा नेपालको लागि ई स्पोर्ट्सलाई कहाँसम्म देख्नुहुन्छ र मान्छेले खेल्दा ठिक होला कि नयाँ नयाँ प्लेयरहरूले खेल्दा ठिक होला कि बेठिक होला जस्तो लाग्छ हजुरलाई यस्तो हो नयाँ प्लेयरले आई थिङ्क गेम नै मात्रै खेलेर बस्नु चाहिँ त्यति राइट होइन जस्तो लाग्छ मलाई होइन ब्याकअप चाहिँ एट द एन्ड केही न केही हुनुपर्छ होइन किनकि हाम्रो ई स्पोर्ट्स स्ट्रक्चर त्यति खतरा पनि छैन हाम्रो इको सिस्टम नै सानो छ नि त हाम्रोमा ई स्पोर्ट्स नै कहाँ छ हाम्रोमा पब्जी मोबाइल मात्रै छ क्या हामीले त्यो बिर्सिनु हुँदैन होइन पब्जी मोबाइलले धन्न थामिरहेको छ सो अलिकति आई थिङ्क पछाडि के गर्न सक्छु म होइन हाम्रोमा म मेन कस्तो हुन्छ भने 1 वर्ष 2 वर्ष 3 वर्ष फुल अन त्यसैमा डेडिकेट भएर बस्यो अनि लास्टमा यदि त्यो 2-3 वर्षमा पनि यदि टप लेभलसम्म पुग्न सकेन भने त केही पनि हुँदैन नि त सो यदि म त्यहाँसम्म पुगिन भने चाहिँ के गर्छु भन्ने ब्याकअप माइन्ड चाहिँ हुनुपर्छ जस्तो लाग्छ कि त स्टडी होला कि त फर्दर के होला कि त बिजनेस होला कि त केही होला होइन बट यदि राम्रो लेभलसम्म पुग्न सक्यो होइन ग्लोबल इभेन्टहरूसम्म पुग्न सक्यो इस्टाब्लिस टिमहरू मध्येमा एक हुन सक्यो भने त्यस पछाडि त आई थिङ्क फेरि राम्रो छ सो ट्रिकी छ च्यालेन्जिङ छ बट हुँदै हुँदैन छँदै छैन भन्ने नि होइन त्यही हो ल अनि अरू केही कुरा हजुरले आफ्नो पर्सनल कुरा के थप्न चाहनुहुन्छ त हजुरले पर्सनल कुरा भन्दा आई थिङ्क नथिङ मच होइन
एक्साइटेड छु केटाहरू कस्तो खेल्छ भनेर नट ओन्ली T2 के बट नेपेक्स पनि होइन म आफै लास्ट धेरै टाइमदेखि केटाहरू क्वालिफाई भएदेखि नै भनिरहेको छु होइन एक्साइटेड छु हेर्नलाई भनेर किनकि केटाहरू मलाई पहिलेको F1 को लाइनअप हुँदाखेरि नै PMSL छिर्नुपर्ने टिम हो भनेर लाग्थ्यो त्यतिखेर म बारम्बार भन्दै पनि इभन कास्टिङ गर्दाखेरि पनि होइन यो टिम छिर्नुपर्छ भनेर अल अफ थिङ्स चेन्ज भयो होइन म तिम्रो ब्लगलाई एउटा खतरा सरप्राइज दिउँ हामी भन्छ टाइम भनेको के हो अनि जे सही हुनु छ त्यो हुन्छ क्या यता घुमाउँदो यो प्लेयर छ नि रेक्स भाइ T2 आएर 2 दिनमा गएको हो क्या होइन अनि मैले PMG क्वालिफाई भएको दिन रेक्सलाई मेसेज हानेको थिएँ कि उनीहरू पनि क्वालिफाई भयो हामी पनि क्वालिफाई भयो अनि त्यो दिन मैले मेसेज हानेको थिएँ क्या हेर तिमी पनि भयो हामी पनि भयो होइन सो जे हुन लेखेको छ हुन्छ क्या ऊ अर्कै टिमसँग भयो हामी यता अर्कै टिम बनाएर भयो होइन सो मेहनत छोड्नु हुँदैन अनि होपफुल्ली केटाहरूले अब यत्रो स्टेज पाएको छ देखाउँछ के गर्न सकिन्छ भन्ने त्यही हो र गाइजहरू यहाँ चाहिँ अब सबैजनाको हल्ला सल्ला सुरु हुन थाल्यो होइन अब सबैजना सुत्ने टाइम सुरु हुन थाल्यो होइन के भन्दाखेरि अब सबैजनालाई सुत्ने टाइम दिनुपर्छ होइन अब गेम छ भोलिदेखि होइन अब हेर्न नभुल्नुहोस् होइन सपोर्ट गर्न चाहिँ नभुल्नुहोस् है हेर्न नभुल्नुहोस् होइन सपोर्ट गर्न चाहिँ नभुल्नुहोस् र सबैजनाले अब हजुर मजाले हेर्नुहोस् सबैजना होइन अनि सपोर्ट चाहिँ मजाले गर्नु पर्यो होइन टक्क त्यही भन्दै म आजको ब्लग बन्द गर्न चाहन्छु गाइस थ्याङ्क यू फर वाचिङ अनि सब्सक्राइब गर्नुहोस्